गाइज वेलकम टु माई ब्लग। अनि आज चाहिँ मेरो क्याम्पसको वेलकम छ। वेलकममा जानुको लागि रेडी हुँदैछु। बिहानभरि पानी परेको थियो, नजानु सोचेको थियो, अहिले घाम लागिसकेको छ। घाम लाग्यो भने त जानै पर्यो। अनि ह्याप्पी ईद सबैजनालाई। आज ईद पनि हो अनि रमाइलो पनि हुन्छ। अब बाहिरतिर अब मेरो धेरै साथीहरू मुस्लिमहरू छन् कि, अनि जोस् आज मिठो मिठो चिजहरू खान पाइन्छ। अब चाहिँ म चाहिँ जाँदैछु मेरो क्याम्पस। दादाले मलाई छोडिदिनुहुन्छ अनि म देखाउँछु क्याम्पसमा के हुन्छ, के गर्छु। अनि फाइनली म क्याम्पस पुगेँ। पानी परेर हेर्नु न कस्तो दामी दामी छ। पुगेँ। अब हेर्छु मेरो साथीहरू कतिजना भेटिन्छन्। यस्तो राम्रो राम्रो भ्यू देखेछ नि आज पानी परेर। अब माई गड कस्तो राम्रो भ्यू आएको। फर्स्ट टाइम होला कि मैले मेरो क्याम्पसलाई यस्तो राम्रो देखेको। अनि यो क्लाउडले हेर्नु न गाइज कस्तो राम्रो। माई गड कति राम्रो। तर के गर्नु गाइज, म आज एक्लै भएँ। मेरो सब साथीहरू यताउता बसेको थिएँ अनि मेरो साथीले भिडियो बनाइदिएको। अनि त्यसपछि म चाहिँ फाइनल्ली घर आएँ। अनि धेरै बसेन कि त्यहाँ कस्तो हल्का मेरो दुश्मनहरू, मेरो एनिमीहरू थिए त्यहाँ। अनि खासमा हाम्रो होइन नि त वेलकम, के अरे फर्स्ट इयरको। हामी सेकेन्ड इयरको हामीलाई सिर्फ बोलाउनु भएको थियो। अनि त्यहाँ गयौँ, यताउता हल्का फोटोसोटो खिच्यौँ। अनि खानाहरू पाक्दै थियो। अनि त्यसपछि पानी पनि पर्न लाग्यो। अनि म घर आएको। घर आएर ड्रेस चेन्ज गरिसकेँ। अनि ईद हो आज। अनि सबजना घुमिरहने यताउता के गर्ने गाइस। साथी नभएपछि घरमै आउनु पऱ्यो। अनि घरमा आएँ, ड्रेस चेन्ज गरेँ। यस्तो दामी मौसम गरेछ आज। अब फेरि एकछिनमा पानी पर्छ होला। बाई गाइज, आजको ब्लग यही हुन्छ मेरो। लभ यु, बाई।